साथीहरु नमस्कार। केही समय अघि मात्र एउटा मोबाइलबाट फोन आयो 9851 86771। मसँग सुरक्षा संयन्त्र इत्यादि लगायतको फोनहरू नहुने कुरै भएन। थाहा भइहाल्यो कि साइबर ब्युरोबाट फोन आएको थियो। कर्तव्य हो, सरकारले दिएको निर्देशन एउटा कर्तव्य पालना गर्नका लागि फोन आएको थियो। त्यो थियो प्रधानमन्त्री सुशीला कार्की को सम्बन्धमा, उहाँको नैतिकताको सम्बन्धमा मैले सञ्चार माध्यमहरूमा अन्तर्वार्ताका क्रममा उठाएका प्रश्नहरूका कारण थियो। मैले उठाएका प्रश्नहरू थिए सुशीला कार्की मात्र होइन, संसारको सबै प्रधान न्यायाधीश, संसारकै सबैभन्दा बढी नैतिकताको अपेक्षा गरिने पदमा रहने व्यक्ति हो। राष्ट्रपतिको भन्दा पनि बढी नैतिकताको अपेक्षा प्रधान न्यायाधीशबाट गरिन्छ, किनकि राष्ट्रपति त राजनीतिक पद हो। ढुङ्गा मुढा गुण्डागर्दी तिगडम षड्यन्त्रबाट पनि आउन सक्छ। प्रधान न्यायाधीश भनेको राष्ट्रपतिले पनि नैतिकता छोड्यो भने नैतिकता पढाउने सिकाउने पद हो। तर संसारकै सबैभन्दा बढी अनैतिक उदाहरण उहाँले देखाउनु भयो, यसकारण कि उहाँले यो संविधान रहुन्जेलसम्म भविष्यमा पनि कहिल्यै पनि संसद भन्दा बाहिरको मान्छे प्रधानमन्त्री हुन सक्दैन भन्ने कुरा नजिर कायम भइसकेकोमा र उहाँ जस्तो व्यक्तिले संसद पुनर्स्थापना गर्न सक्दैन भन्ने राम्रोसँग बुझिने गरिकन आफै जारी गर्नुभएको विज्ञप्ति समेत आफू चाहिँ यत्रो रगत बगेको आन्दोलनको रगतको अवमूल्यन गर्दै म हो भने चाहिँ मिल्छ, संविधान रहे पनि संविधान बाहिरबाट भनेर जसरी जानुभयो, यो संसारकै सबैभन्दा अनैतिकताको उदाहरण हो। र प्रधान न्यायाधीशहरू प्रधानमन्त्री बन्न कतिसम्म अनैतिक हुन सक्ता रहेछन् भन्ने कन्स्टिट्युसनल मोरालिटी भन्ने मैले पढेको छु। त्यो संवैधानिक नैतिकताको एउटा परिच्छेदमा विश्वभरिका कानूनका विश्वविद्यालयका विद्यार्थीले पढ्ने गरी म किताब लेख्दैछु र त्यो किताब विश्वभरिका कानूनका विद्यार्थीहरूले पढ्नेछन्। मैले एक नम्बर यो बताएको थिएँ र नैतिकताको प्रश्न उठाएको थिएँ। यस्तो नैतिकताको प्रश्न योभन्दा पहिलाका सबै व्यवस्था, सबै दलका प्रधानमन्त्रीहरू हुँदा पनि मैले उठाएको छु। म यस्तो प्रश्न पञ्चायतकालमा पनि उठाएको मान्छे हुँ। 10 कक्षा पढ्दा पढ्दै पञ्चायत व्यवस्था अन्त्य भयो। म व्यवस्था विरुद्ध विद्यार्थीकालमा पनि लडेकै हुँ नबुझेर। त्यति बेला पनि पक्राउ परेकै हुँ र अहिलेसम्मका सबै अरू ओली देउवा प्रचण्ड, झलनाथ माधव नेपाल हुँदा पनि म पक्राउ परेकै छु। र जेनजीले उठाएको यस्तो विषय जुन वैचारिक विषय हो, संवैधानिक नैतिकताको विषय हो, सञ्चार माध्यममा राखेका विचारहरूबाट सुधार गर्नुपर्नेमा उल्टै निरङ्कुशता लाद्न खोजेपछि जेनजी आन्दोलन उठेको हो। मैले मेरो अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गरेको छु। होइन भने होइन प्रमाणित गर्नुपर्छ। अर्को, उहाँलाई 10 करोड रुपैयाँ गोडधुवाका रूपमा घुस खुवाउन आएको भन्ने कुरा उहाँले उति बेलै किन सार्वजनिक गर्नु भएन र पछि सार्वजनिक गर्नु भयो परिवारका सदस्य मार्फत? त्यो कुरा नैतिकता भएको मान्छेले पहिले नै सार्वजनिक गर्छ, तत्कालै कारबाही पनि गर्न सक्छ। प्रधान न्यायाधीश भएको मान्छेले त आफै प्रतिवेदन उठाउन लगाएर पनि सक्छ। त्यो किन गर्नु भएन? मैले यो प्रश्नहरू उठाएकै हो, फेरि पनि उठाउँछु। किताब लेखेकै हो, लेख्दैछु, पूरा हुँदैछ, आउँछ। के यी प्रश्नहरू अदालतमा उठलान् भन्ने डरले हो कि यसरी
सञ्चार माध्यममा मैले सामाजिक सञ्जालमा लेखेको बोलेको भन्ने आधारबाट मलाई पक्राउ गर्न खोजिरहेछ। मैले भने फोन उठाउने बित्तिकै अहिले केही समय अघि मात्र आएको फोन, म आइहाल्नु पर्ला कि आउँ कि हजुर? उहाँहरूले दशैंको यो तिहारको बेला छ, तिहार मनाउनुहुन्छ कि? मलाई भन्नुभयो इमान्दारीपूर्वक, बताउनुपर्छ मैले, सदाशयता नै राख्नुभयो। ठिकै छ, अब भाइटिका दिदीबहिनीको हातबाट लगाउन दिनुहुन्छ, लगाऊ। आज लक्ष्मी पूजा छ, लक्ष्मी पनि पूजा गरौँ। आउन पर्छ भने आउँछु मैले भने। ठिकै छ, तिहार मनाउनुहोस् न त भन्नुभयो। यसको अर्थ भनेको चाहिँ सायद अहिले अब कि अति जरुरी पक्राउ पूर्जी दिनु पर्यो कि पूर्व पक्राउ पूर्जी पक्राउ अनुमति लिनका लागि अदालत अहिले बिदाको कारणले भएको हुन सक्छ। त्यो पनि केही फरक परेन, कारबाही नै गर्न पर्ने स्थिति रहेछ भने गर्दा हुन्छ। तर एउटा विनम्रतापूर्वक सचेत गराउन के चाहन्छु भने यस्तै कारणले तर्क सहित संविधान बमोजिम, संविधानले प्रष्ट भनेको छ भनेर मैले भने सुशीला कार्कीज्यूले पनि भन्नुभएको छ, उहाँ आफै प्रधानमन्त्री हुन पाउनुहुन्न। अब डक्ट्राइन अफ नेसेसिटी भन्नुभएको छ, कसैले पनि ग्रन्डम थ्योरी भन्नुभएको छैन। डक्ट्राइन अफ नेसेसिटी बाट संविधान बाहिरको समाधान खोजिँदैन। डक्ट्राइन अफ नेसेसिटी संविधान नै नमान्ने गरी आन्दोलनको माग आएको छ भने त्यो चाहिँ डक्ट्राइन अफ नेसेसिटी हुँदैन, त्यो हुन्छ ग्रन्डम थ्योरी। राम्रैसँग पढ्नु भएको छ, बुझेर पढ्नु भएको छ भने आन्दोलनको माग संविधानभन्दा बाहिरबाट समाधान खोज्ने छ र त्यसलाई एड्रेस गर्ने हो भने that is not defined as the doctrine of necessity. That is the Grandam theory. You should come to know very clearly. मैले यो विषयमा सैद्धान्तिक रूपमा पनि उठाएको छु प्रश्न। यसो भएको हुनाले अभिव्यक्ति स्वतन्त्रता विरुद्ध अहिले सुशीला कार्कीले उठाउनु भएको जुन कदम छ, उहाँमाथि उठेको नैतिकताको प्रश्नको जवाफ दिनुको साटो यो यस पूर्वका सरकारहरूको भन्दा बढी निरङ्कुशतावादी छ। यही भयो भनेर नै जेन्जी साथीहरूले यो जेन अल्फाको पनि रगत बग्ने गरी आन्दोलन गरेका हुन्, जेन एक्स र वाईको पनि। निश्चित छ यो गर्दै जानुभयो भने अस्तिको जस्तो विद्रोहको औचित्य फेरि स्थापित हुनेछ, यो निश्चित छ। नैतिकताको प्रश्न तपाईमाथि उठेको छ, अदालतमा पनि दर्ता भएको छ। यो अदालतमा उठेको प्रश्न तपाई जस्तै यो जो वकिल भएकाहरू, जो न्यायाधीश भइसकेका हुन्, न्यायाधीश भइसकेकाहरू पनि बहसमा आउँदैछ। अब तपाईले अदालतमा प्रश्नको जवाफ दिनुहोस्। सञ्चार माध्यममा उठेका प्रश्नहरूको जवाफ तपाई, अरू देशमा त छ त सूचना विभाग किन हो, प्रेस काउन्सिल, जसले उठेका प्रश्नहरूको जवाफ दिन्छ सरकारको तर्फबाट भनेको छलफल गराउँछ। हामी कहाँ? तपाईले जवाफ दिनुपर्ने अदालतमा छ। ठिक छ, मलाई पक्राउ गर्ने हो भने गर्नुहोस्। अझै ठूलो प्रश्न एउटा बौद्धिक विद्रोह सहित आउनेछ, ल्याउनेछु अदालतसम्म, किनकि यो नैतिकताको प्रश्न तपाईसँग मात्रै जोडिएको छैन, यो देशको भविष्यसँग जोडिएको छ, जेन्जी पुस्ताको मागसँग जोडिएको छ। र म यो सवालमा फेरि पनि not only the Gen Z but Gen all अनुरोध गर्छु, गम्भीर बनिदिनुस्। सरकार परिवर्तन भयो, प्रवृत्ति उही भएका मान्छेहरू छन् अहिले पनि, र यसको जवाफ नैतिकताका आधारमा दिनका लागि म निवेदन गर्छु।
सबै साथीहरूलाई आह्वान गर्छु, सचेत बनिदिनुस्, खबरदारी गरिदिनुस्। म मरे पनि गरिदिनुस्। मलाई मार्ने प्रयत्न धेरै पटक भएको, अघिल्ला सरकारहरूबाट पनि भएको हो, पटक पटक। र यो प्रश्नहरू उठाइरहन्छु। विनम्रतापूर्वक प्रधान न्यायाधीश भइसकेको मान्छे जवाफ नेपाली जनतालाई दिनुस्। यो प्रश्न उठेको छ, तपाईले गरेका सम्बोधनहरूमा यो प्रश्नको जवाफ दिनुभएको छैन। र द डिफरेन्स बिट्विन द प्रिन्सिपल अफ नेसेसिटी एन्ड ग्रान्डम थ्योरी, यसलाई बुझिदिनुहोस्। र अर्को महत्त्वपूर्ण कुरा, तपाईले अहिले तपाईका नैतिकताका विषयमा जो आफै सही गर्नुभएको छ त्यसमा उठेका प्रश्नमा मान्छेहरूलाई थुन्ने पक्रिने भन्दा ओली देउबा प्रचण्डहरू फेरि पनि संसद पुनर्स्थापनाका लागि अदालत गइरहेका छन्। अदालत पुनर्स्थापना भन्दै जानै नसक्ने वातावरण संविधान निलम्बन गर्नुभएको भए बन्ने थियो। योभन्दा पहिलाका सबै आन्दोलनहरूमा त्यस्तो हुने गरेको थियो। बन्दी प्रत्यक्षीकरण बाहेक अरू रिट लिएर जानै नपाउने र जेनजीको रगत पछिको परिवर्तनलाई संस्थागतलाई सुनिश्चित गर्नका लागि तपाईले त्यो गर्नु पर्थ्यो। तर अदालत जान छुट दिने गरी योजना बनाएर तपाईले संविधानका निलम्बन गर्नै पर्ने व्यवस्थाहरू निलम्बन गर्नु भएन। 62-63 मा संविधान खारेज भयो। किन? बुढाबुढीले गरेको आन्दोलन। त्यति बेला चुनाव नगरिकन 83 जना माओवादीलाई जंगलबाट ल्याइयो। अहिले चुनाव नगरिकन 80% जेनजीलाई संसदमा ल्याउनुपर्छ सिधै, किनकि त्यो बेला त गर्नुभयो, दलहरू थिए। अहिले दलमा नभएका सोझा सिधा स्वतन्त्र युवाहरूले जेनजीहरूले गरेको आन्दोलन भनेर हेप्नुभयो। अहिले तपाईले तपाईका एक कमी कमजोरी र जेनजीलाई दिएको धोकाको विषयमा प्रश्न उठाउनेलाई हिजो ओलीहरूले जस्तै आलोचना सञ्चार माध्यममा गरेपछि पक्राउ गरे जस्तो गर्नुपर्ने हो कि पहिला पक्राउ तपाईले ओली देउबा प्रचण्डहरूलाई गर्नुपर्ने हो? जेनजी साथीहरू, यसलाई अझ गम्भीरतापूर्वक लिनका लागि म अनुरोध गर्छु।